सबैलाई नमस्कार। म प्रकाश थापा। आज हामी घुम्न जाँदैछौँ गोदावरी पुल, सुदूरपश्चिमको एकदम प्रख्यात तराई पहाड जुन्ने गोदावरी पुलमा घुम्न जाँदैछौँ। त्यति बेला हामी मोती चोकबाट हिँडेका छौँ भने अब हामी उता जानेछौँ। तपाईँले भर्खरै भिडियो हेर्दै हुनुहुन्छ भने प्रकाश थापा युट्युब च्यानलबाट भिडियो आउँदैछ, तपाईँले हेर्दै गर्नुहोला। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्नुहोला। फेसबुकमा हेर्दै हुनुहुन्छ भने पनि प्रकाश थापा फेसबुकलाई फलो गर्नुभएको छ भने फलो गर्नुहोला। बाँकी फेसबुकबाट हेर्दै हुनुहुन्छ भने पुरा भिडियो तलको लिङ्कमा आउनेछ भने युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरेर जोड्दै गर्नुहोला। बाँकी पुरा भिडियोमा है। हामी गोदावरी पुलमा पुगिसकेका छौँ। हेर्नुहोस् अब यतातिरको तराईको भएको भने यो पुलभन्दा पारी गयो भने यो पहाड लाग्यो। यतातिरबाट यता पिकनिक खानेको पनि घुइँचो छ। तल नदी छ गोदावरी नदी। यता हो हेर्नुहोस् पिकनिक खानेको निकै घुइँचो छ। माथिसम्म त यो छेउमा पनि छन्, यतातिर यो छेउमा पनि छन्। यता उताको यो पुल नयाँ पुल हो भने यो पुरानो पुल भनेर चिनिँदो रहेछ। पुरानो पुल, यो पुल भएर गाडी जान्थ्यो भने यो काठको छ। आजभोलि भने त्यो पक्की पुल बनेर आजभोलि त्यताबाट जाँदो रहेछ। उतातिर पिकनिक खानेको जम्मै घुइँचो छ। उतातिर उतासम्म छन् भने उता त देखिरहेको छैन यताबाट। यतातिर पनि जम्मै छन्, भित्र रुखको भित्रतिर जम्मै छन्। यतातिर नुहाउनेहरूको पनि घुइँचो छ। नुहाउनेहरू अनि पिकनिक खाएर भाँडा धुनेहरू पनि जम्मै छन्। कोही यता ल्याएर खाना खाइराख्नु भएको छ भने राम्रो आउँछ, डिस्काउन्ट गर्नुलाई पुरानो पुल हो यो, काठको। तलतिर काठ छ भने माथितिर फलामले बाँधिएको छ। एकदम रमाइलो छ। त्यो चाहिँ अहिले भाइरल पुलको नामले चिनिँदो रहेछ। दाइरा बहिनी यसरी हिँडिराखेको छ। त्यतिर पिकनिक खानेको घुइँचो छ। पुरा भरिएका छन्, रुखको मुनितिर सबै भरिएका छन् भने पिकनिक खानेहरूको घुइँचो छ। यतातिर भने यतातिर नाचिराखेका छन्। यतातिर अनि यता पारी पहाडको छेउछाउमा पनि थुप्रै छन्। एकदम भिड छ माथिसम्म। यो चाहिँ पहाड आयो है साथीहरूले। यो सबै पहाडको एरिया हो। यतातिर छेउछाउमा दोकान छन्। गोदावरी नास्ता पसल भनेर गोदावरी आइस गोला सेन्टर भन्ने यता छ। यो पहाडको छेउछाउमा चाहिँ दोकानहरू रहेका छन् है त। थुप्रै पसलहरू छ। यो चाहिँ पहाड जाने रोड हो। यताको
यो चाहिँ आसाम जाने रोड है त। यताबाट उतातिर गयो भने नयाँ पुल आयो। नयाँ पुल यो चाहिँ डोटी दिपायल आसाम बाजुरा बझाङ जाने यो पहाड जाने रोड हो। यो गोदावरीमा चाहिँ यतिखेर यो चाहिँ पहाड जाने रोड हो है त। पहाड योभन्दा माथि चाहिँ पहाड लाग्यो है त। यो बाटोबाट कतिजना जानुभएको छ कमेन्ट गर्नुहोस् है त।